क्लास 9 को लागि इम्पोर्टेन्ट प्लस कन्फ्युजिङ एक्सरसाइज यो रहेको छ। त्यसैले आज हामी यसलाई ट्याकल गर्दै छौं। लेट्स गेट। पहिलो चीज तपाईले हेर्ने के भन्दा सेट बिल्डर फर्म भनेको के हो त्यो बुझौं है त। सेट बिल्डर फर्म भन्नाले कुनै पनि कुरालाई x such that x belongs to or does not belongs to भन्ने फर्ममा हामीले लेख्न सकिम भने यसलाई नै सेट बिल्डर फर्म भन्छौं। त्यसो भए यहाँनेरि हामीलाई सेट अपरेसन त दिएको छ। यो सेट अपरेसनलाई हामीले केमा लैजानु पर्यो भन्दा सेट बिल्डर फर्ममा लैजानु पर्यो। ल स्टार्टिङ हामी यीबाट गर्छौं है त। P युनियन Q छ। अब हामीलाई थाहा भएको कुरा के हो भन्दा P युनियन Q भनेको एलिमेन्ट्सहरु P को भए पनि हुन्छ वा Q को भए पनि हुन्छ। अर्थात P वा Q और Q है। खतरा नेपाली बोल्दै छु अर्थात भनेर। ल अब यहाँनेरि के गर्ने त त्यसो भए x such that x सेट बिल्डर फर्म छ भने यो त लेख्नै पर्यो। बिलोंग्स टु x को एलिमेन्ट नत्र एलिमेन्ट्स चाहिँ कि त P मा पनि पर्न पायो वा Q मा पनि पर्न पायो। x such that x belongs to P or x belongs to Q यही भनेको हाम्रो के हो भन्दा P युनियन Q हो। वा भनेको है और भनेको चाहिँ दुईटैमा पर्न पायो। अब बी नम्बरको पनि ट्याकल गरिहालौं। P इन्टरसेक्सन Q इन्टरसेक्सनले के गर्छ त भन्दा P र Q दुईटैमा मिल्ने मात्रै लिन्छ। र लाई हामी इंग्लिशमा के भन्छौं एन्ड भन्छौं नि। लु त्यसो भए यहाँ अर्को ठाउँमा हामी के लेख्छौं त एन्ड लेख्छौं। x such that लेखेको x such that x belongs to P and Q x belongs to P or Q x belongs to P and x belongs to Q P मा र Q मा दुईटैमा पर्नु पर्यो। यहाँसम्म हामी क्लियर छौं। ल त्यसपछि अब डी मा जाउँ। डी मा के छ भन्दा Q - P छ। Q डिफरेन्स P Q डिफरेन्स P को मिनिङ के हो त्यो बुझौं है त सुरुमा। Q डिफरेन्स P छ भने Q मा भएको Q बाट हामीले P लाई के गर्ने भन्दा कम्प्लिटली हटाउने। भन्न खोजेको Q P मा भएको कुनै पनि एलिमेन्ट चाहिँ हामीले Q मा राख्नु हुँदैन। Q - P Q डिफरेन्स P भनेको त्यही हो। त्यसो भए x such that x belongs to Q मा चाहिँ पर्न पायो तर but x cannot belong to P मा पर्न पाएन। यही हो हाम्रो के भन्दा Q डिफरेन्स P। तपाई अब यो गर्नु है। Q डिफरेन्स P गर्नुस्। आई विल गिभ यु टाइम 3 2 1 पज गरेर गर्दै गर्नु होला अनि आन्सर चाहिँ यो हो। अब P कम्प्लिमेन्ट निकाल्नु पर्यो। P कम्प्लिमेन्ट भनेको के हो? कम्प्लिमेन्ट भनेको P भन्दा बाहेक P मा चाहिँ भर्नु भएन। P भन्दा बाहेक जेमा पर्न नि पायो। त्यसो भए यहाँ नेरि यसलाई सिम्पली हामी के लेख्न सक्छौं x such that x does not belongs to P लेख्न पनि पाइयो। होइन भने यसलाई अर्को तरिकाले लेख्दा x such that x belongs to U मा पर्न पायो but x should not belongs to P यसरी लेख्न पाइयो। तपाईहरु त्यसरी नै F नम्बरको यानी कि Q कम्प्लिमेन्ट पनि ट्राई गर्नु होला। यो चाहिँ तपाईले कमेन्टमा गर्नु होला है। राइट रङ म कमेन्टमा रिप्लाई गर्नेछु। अब G नम्बरको हेरौं। P युनियन Q को कम्प्लिमेन्ट। यसमा के भन्नु भन्दा x such that x should not belongs to or does not belongs to is not a member of P union Q P union Q को चाहिँ के होइन त मेम्बर होइन। यहाँ P union Q को कम्प्लिमेन्ट भनेपछि P union Q मा चाहिँ पर्न पाएन। इज नट अ मेम्बर अफ P union Q है। अब H नम्बरको तपाईले त्यसरी नै गरिहाल्नुहुन्छ। I नम्बरको P डिफरेन्स Q इन्टरसेक्सन R। ल x such that x is the member of P डिफरेन्स Q अनि अघि भर्खर हामीले इन्टरसेक्सन हुँदा फेरि हामीले के युज गरेका थियौं भन्दा एन्ड युज गरेका थियौं। एन्ड x is the member of R है is the member of R भयो। यति गरिसकेपछि आजको हाम्रो यो छोटो शॉर्ट एन्ड स्वीट भिडियो सकेको छ। and hope this will aid in your exam. It's an important question, so stay tuned.